ओहो आजको दिन चाहिँ राम्रो छ है घाम पनि झुल्किया छ ट्याकको क्याफेको रुफटपमा बसेर रमाउने दिन छ यार आज त ओ भाइ एक कप दुधको चिया गर है ल भाइ चिया अर्डर गर्नु भएको हजुर चिया त 20 हो नि भाइ होइन दाइ कालो चिया चाहिँ 20 होला दुधको त 25 हो ए भाइ के कुरा गर्नुभएको भनेको चिया त खाने कुरै होइन कि ए दुधको मिठो बनाऊ है दुधको मजाले दुध हालेर अझ दुधको चिया ओह नो दुध धेरै हालेको चिया खाने तपाईँ पनि मान्छे दुधले त कति बिगार गर्छ तपाईलाई थाहा रहन्छ म भन्छु दुधले कोलेस्ट्रोल किडनीमा हार्ट अट्याक यस्तो हुन्छ ए मुटु समाउने रगत भग 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 उम्लिने यस्तो हुन्छ ब्रेन ह्यामरेज चाहिँ हुँदैन हजुर हैन ग्यास्ट्रिकले पेट चाहिँ पोल्छ है पादार टकारार बिजोग हुन्छ ए भाइ रङ कडा है रङ कडा मिठो मिठो गर है रङ कडा गरेर के भन्नु भएको कि तपाईले रङ कडा चियापत्ती पनि धेरै चाहिएको तपाईलाई चियापत्तीले त यति असर गर्छ भाइ यति असर गर्छ के बताउनु तपाईलाई अस्ति इलाममा पहिरो गएको थाहा भन्नुभयो किन गएको त्यही चियापत्ती धेरै बढ्छ नि त्यहाँ पहिरो त्यस्तो थियो र त्यस्तो असर गर्छ चियापत्तीले तपाईँ बुझ्दै बुझ्नु यार कति सम्झाउनु यार ए यो मान्छेको तेरीको मुखै तितो बनाए चिनी पनि मिठो हाल है ए अझ चिनी पनि तपाईँलाई मिठो एक्स्ट्रा चाहिएको चिनी त सुरुमा छोड्नु पर्ने कुरा हो बरु तपाईँ त अलिकति एउटा मुसा मार्ने औषधि होइन दुइटै खानुहोस् तपाईँ बरु चिनी त सबैभन्दा सुरुमा छोड्नु पर्ने कुरो हो यार मान्छे मार्छ चिनीले मान्छे मार्छ अनि कसरी अनि अस्ति कोरोनामा चिनीले मान्छे मारेन तपाईँलाई थाहा छ म हिजो भर्खर बाँचेको लो किन चिनीले के गरेर त्यस्तो कुरो गर्नु लुकेर गर्लफ्रेन्डसँग डेटिङ गएको बुढीले चिनी धन्ने मारी चाटेर हैरान गरे चिया नखाऊ के भाइ यार चिया नखानुस् नि यार भाइ क्यान्सल गर कसम खानुस् नि यार ल कसम खादिनु ल खादिनु गएर म गएर यसलाई गइ पो हाले अझै बाँकी थियो उमालेको चिया नउमालेको चिया भन्ने बाँकी त गइ पो हाले मेरो अर्डर मलाई त त्यही अब त्यही पुरानै त हो नि मेरो त वर्षौँदै खाएर त्यही मिल्क कफी गरिदेऊ न दुध गाडा कफी डबल सर्ट सालु कस्तो चल्दैछ त अनि पढाइ सढाइ राम्रै चल्दैछ भने पढेर त के गर्ने हो र अरे ठेक्कापट्टा काममा हाल्नु न कस्तो चल्दैछ मेरो ठेक्कापट्टाको त सोलिङ चल्दैछ हेर न ज्यान स्यान ट्याक्क कि चिया खान्छौ चिया खाम न चिया दुधकै चिया दुधको चिया खाने दुधको चिया भाइ दुधको मिठो चिया बनाऊ त हुन्छ सर 2 कप दुध चिया हैन दुई कप है 2 कप ल ओके अनि के कसो चल्दैछ घरतिर यता कस्तो सबै सन्चै हुन्छ हजुर दसैँ गए भएदेखि आउनु भएन घरमा ए हो त्यो पनि अब हेर न ठेक्कापट्टाले गर्दा भ्याकै छैन त्यतातिर नि टेन्डर मार्नु पर्यो चिनी कतिको खान्छौ भन्नु त यता भन्नु पर्यो नि त्यो त मैले त चिनी त कडै खान्छु मिठाई गुलियो नै भाइ त्यो चिनी चाहिँ हाल्दैन हाल है कस्तो हो भने चिनीले त मान्छे ढाल्छ नि त अनि हो र ल मेरो काकाको छोरो त्यो कपाल लामो भएको हो कपाल लामो भएको अनि उसले त्यो चिनी फ्याक्ट्री खोलेको थियो अनि भुइँचा लाउँदा गर्लामै ढाल्यो अनि के चियापत्ती कतिको लिन्छ भने त यता भन्नु पर्यो चियापत्ती त कडा रङ कडै खाम चियापत्ती धेरै हाल्दैन हाल त भाइ कस्तो हो भने यो चियापत्तीले चाहिँ मेरो मुख यो गनाउने त अति नै गर्छ तिम्रो मुख गनाइरहेको छ नि हो चियापत्तीले गर्दाखेरि यो चियापत्ती त खानै हुन सकेसम्म हो र हेल्थ कन्सियस भन्ने चिज पनि हुनु हेर पेट लागेको हेर तिम्रो ल म त घट्दैछ हो र म त घट्दै पहिला त याद थिएँ नि त अनि तिम्रो दिदी भेट्नुभन्दा अगाडि त याद थिएँ अहिले घटेको हेल्थ कन्सियस भएर साँच्ची सुन्नु त दुधको कतिको के दुध कतिको के अरे गरौँ नरम कस्तो खान्छौ भने त बाक्लो दुध हालेको पानी नै नहालेको दुधैले मात्र बनाले हुन्छ दुधै नहाल भाइ कस्तो हो भने तिमी सालो भएर मात्र सम्झाऊ है मैले दुध खायो भने चाहिँ त्यो मान्छेलाई हुन्छ नि चिटचिटापन हुन्छ नि त्यो हुन्छ मलाई त अझ के अरे यो ल्याक्टो एलर्जी छ हो र ल्याक्टो एलर्जी पहिला त थिएन त पनिर घिउ के पनि खानु नाजोले आइसक्रिम के खानु होइन त्यो त बिहानै पचाएँ कि हिजो चाहिँ एउटा ल्याक्टो चक्लेट भेट्टाएको थिएँ त्यो खाएको मुखभरि बिबिर आएर गाह्रो पऱ्यो नि त हेर
खानुहुन्न दुध पनि नहाल है भाइ नहाल अब दुध पनि भनिहाल्यो यो पानीको तातो चिसो कस्तोमा खानु तातो एकदम तातो खाम चिसो चिसो पनि छ भाइ यो तातो पनि नगर है किन ल्याक्टो चक्लेट खाएको मुखभरि बिबिर आएको छ मान्छे चाहिँ हेल्थ कन्सियस चाहिँ हुनुपर्छ फेरि खै यो भाइले अघि नै चिया बनाउनु ला कहाँ आएछ चिया आयो भाइ आउँदैछ सर आइहाल्यो म ल्याइहालेँ ल ठिक छ ल सरहरूको 2 कप दुध चिया है हजुर 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 सरहरूको मिठो दुध कम चिनी कम चियापत्ती कम तातो कम चिसो मिठो 2 कप दुध चिया हजुर लिउ साल लिउ अलिक तातो भएछ है यसो गरौँ पानी आइहाल्यो 1 घन्टा सिटामा मगा भएर खाइहाल्यो यही बेला भाइ हजुर 1 कप दुधको चिया बनाउन है मिठो दुधको चिया सर हजुर 1 कप है ए हुन्छ त्यसमा अलिकति बढी यो अदुवा पनि हाल है ए अदुवा सर हजुर ए हस् सर मसँग एउटा ल्वाङ थियो जस्तो लाग्यो भाइ एउटा ल्वाङ पनि हाल न ल ए ल्वाङ पनि सर यहाँ राख्दै है ल सर लिउ ल ल अनि अर्को के यसमा के हाल्दा हुन्छ त लसुन छ लसुन छ सर लसुन थोरै टुक्रा त्यो पोलेर हाल है पोलेर चियामै हाल्ने सर हजुर हजुर ए ल हुन्छ सर हुन्छ यसमा अर्को के अझ मिठो अझ कडा अलिक काटी क्याप्पा बसेको छ के हाल्दा होला त अलिकति त्यो यो के अरे काली मिट्टी छ काली मिट्टी काली मिट्टी त थाहा भएन सर काली माटी त अलिक टाढा छ होइन काली मिट्टी कालो माटो हुन्छ नि त्यो ए मुल्तानी मिट्टी भन्नुभएको मुल्तानी मिट्टी हजुर सर त्यो के लगाउनलाई ल्याइदिउँ होइन त्यसमा हाल चियामा हाल्ने सर हाल न भाइ हाल हुन्छ हुन्छ सर मुल्तानी मिट्टीको त्यो राग कटाउनलाई चाहिँ अलिकति भाइ हजुर अलिकति त्यो खोर्सानीको धुलो छ त्यो रोग्ने मिर्च छ सर अलिकति घाँटी क्याप हुन्छ त्यो मरिच जस्तै हुन्छ नि त्यो रोग्ने मिर्च पनि थोरै हाल त हालि नै दिने सर हाल नडर खै के भने हुन्छ हालिदिन्छु एउटा सोया सस थोरै हाल न सोया सस थोरै ट्याक्क दुध चाहिँ हुनु पर्यो अलि बढी ट्याक्क लगाएर सोया सस थोरै हाल चिया त खै सोया सस पनि हाल भने के खालको चिया रहेछ कति हालिदिने भन्छ के हाल भन्यो के हाल भन्यो त्यत्रो भन् धनिया पनि हालिदिन्छु खाँदै के हो सर तपाईँको मिठो हेल्थ कन्सियस चिया सर खानाभन्दा अगाडि चाहिँ पेमेन्ट गरिदिनु पाए हुन्थ्यो पछि के हो है अब त्यही सर हुन्छ क्युआर कहाँ छ इन्जोय सर यति मिठो चिया छ भाइ त्यो काली मिट्टी अलि थोरै भयो जस्तो छ है ल खोइ त यहाँको मान्छे कहाँ गएछ त दाइ सुन्नु न तपाईँ आउनुभन्दा अगाडि यो कुर्सीमा एकजना कस्टमर हुनुहुन्थ्यो नि सही भन्नुभयो उहाँ हुनुहुन्थ्यो